नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। शेयर बजार स्थिर, कारोबार रकम सामान्य बढ्यो। वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकट, गभर्नर पौडेल। बागमतीका निलम्बित मेयर थापा सहित 13 जना विरुद्ध 58.5 करोड रुपियाँको भ्रष्टाचार मुद्दा। प्रतिनिधि सभा निर्वाचन 1 करोड 50 लाख भन्दा बढी मतपत्र छपाई। टी20 विश्वकप ऐतिहासिक दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी। अख्तियार दुरुपयोग र सामाजिक न्यायमाथि चुनौती, राष्ट्रपति पौडेल। यसपटक कुनै पनि पार्टीसँग गठबन्धन हुँदैन, प्रचण्ड। निर्वाचन नजिकै गर्दा स्वदेश फर्किनेहरू बढे। सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोड्ने निर्णय विरुद्धको रिट खारेज। रामेछापमा मृतकका आफन्तद्वारा सडक अवरुद्ध। 6 महिनामै विदेश घुमफिर र अध्ययन नेपालीको 1 खर्ब खर्च। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।